Look at the view, guys. Look at the हेलो गाइजहरू अब तपाईँहरूलाई मैले भनिसकेँ हामी चाहिँ भिक्टोर हार्बर आइसकेको छौँ लगभग हामी कलेज सकाएर अमित्रमा चाहिँ 3 बजी नै हिँडेको होला है हाम्रो चाहिँ कफी खायौँ कता चढ्ने छ अरे बाटो भोल्क्यानिक रकको आइसक्नुहोस् अनि भ्यू अनि हाम्रो भने चाहिँ मान्छेहरू भ्याक्सिन गर्नुको लागि हो अनि त्यति पपुलेसन चाहिँ भन्छ एकदम हेलो गाइज नमस्ते के छ सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै म आज नयाँ भ्लग लिएर आएको छु र आज हामी जाँदैछौँ भिक्टर हार्बर चाहिँ लगभग एडिलेडबाट 78 किलोमिटर्स पर छ साउथपट्टि गाइजहरूसँगै जाउँ अब हामी हाम्रो न्यू डेस्टिनेसनतर्फ। हेलो गाइजहरू के छ आज धेरै पछि भ्लगमा आएको छु मेरो नयाँ साथी नाम भन्नु साथी यो अमित अधिकारी फ्रम बोखलढुङ्गा है आज चाहिँ कलेज सकाएको मेरो कलेज सकाएर भिक्टर हार्बर भन्ने ठाउँ आएको लगभग 60 कति छ 78 किलोमिटर रहेछ यता 1 घन्टामै आइपुग्यो यस्तो बवाल ठाउँ छ गाइजहरू यस्तो बवाल छ है अस्ट्रेलियामा म अहिले एडलेड आएदेखि नेपाल गएर आइसकेँ गाइजहरू मैले भने भ्लग बनाउनु छोड्छु त्यसलाई सरी अहिलेसम्म सबभन्दा टाढा आएको भने चाहिँ म यहीँनिर हेर्ने हो भ्युज एक्चुअली भ्यू हो टक्क लाएर त्यस्तो बवाल छ नि अनि अरू कुरो भने यस्तै हो अब काम छ भने चाहिँ रिल्याक्स हुनुको लागि आउनुहुन्छ खतरा क्या पिस साइलेन्ट आनन्द त्यो युरोपियन कन्ट्रीहरू छ नि त्यो नर्वे स्विजरल्यान्डतिर त्यो ओसन अनि त्यो डाँडा चिल्लो डाँडाहरू ठ्याक्कै त्यस्तै छ क्या खतरा होइन यस्तो पिसफुल है मान्छेहरू यहाँनिर चाहिँ बाइक यहाँ पुलबाट यता चाहिँ बाइक साइकहरू केही त्यो हुन्छ नि एटिभी मोटर बाइकहरू केही पनि आउन दिँदैन रहेछ गाडी साडीहरू भेहिकल्सहरू त्यो चाहिँ दामी दामी हेलो गाइजहरू अब तपाईँहरूलाई मैले भनिसकेँ हामी चाहिँ भिक्टोर हार्बर आइसकेको छौँ लगभग हामी कलेज सकाएर अमित्रमा चाहिँ 3 बजी नै हिँडेको थियो होला है होइन त्यस्तै कलेज 3 बजी सक्यो भने चाहिँ 3 बजी पछि हिँड्यो हो अनि हामी चाहिँ अहिले लगभग एडिलेडको साउथ 80 किलोमिटर साउथपट्टि चाहिँ आएको छौँ भिक्टोर हार्बर ठाउँ एकदम दामी अब यसको थोरै हिस्ट्री भन्न जाँदाखेरि चाहिँ 1800तिर चाहिँ दुईवटा एक्सप्लोररहरूले चाहिँ यहाँ भेट भएको थियो निकोलस भुसाल भन्ने त होइन निकोलस भन्ने मात्रै नेपालको निकोलस भुसालको याद आइदिन्छ सरी निकोलस र म्याथ्यु भन्ने चाहिँ एक्सप्लोर भनौँ न यहाँ भेट भएर एक्सप्लोर गर्दै गएको यहाँनिर चाहिँ 1800 यो भिक्टोरिया चाहिँ क्विन भिक्टोरिया अब इङ्ल्यान्डको रानी अब चिन्नुहुन्छ सबले त्यसकै नामबाट आएको दिएको हो यो ठाउँको नाम अनि त्यसपछि राखिदिएको अनि यो फेमस भनेको चाहिँ त्यति बेला 1800तिर चाहिँ वेल फार्मिङ गर्ने अनि त्यही भनौँ न अब वेलको पट गट तुमसे ना हो पाएगा भोल्क्यानिक रकको लागि फेमस अनि भ्यू अनि हाम्रो भने चाहिँ मान्छेहरू भ्याकेसन गर्नुको लागि हो त्यति पपुलेसन चाहिँ हुन्छ एकदम चिल होइन मान्छेहरू पनि कम टुरिस्टहरू पनि कम त्यति फिसिङको लागि अनि नेचुरल हाइटको चाहिँ पेङ्गुइन पनि छ भने त त्यो कस्तो खालको छ भने मैले हेर्नै पर्ने छ गाईहरू अनि त्यो चाहिँ बबाल हामीले चाहिँ कफी खायौँ दुइटा होइन पसल चाहिँ बन्द हुन लागिसकेको रहेछ अनि त्यसपछि फेरि नट के अरे इजी टु ओपन भनेर सोधेँ अब भनौँ खुल्लै छ भनेर सोधेँ धेरैको लागि खुल्ला छैन के चाहिने हो छिटो ग्राब गरिहाल्यो भनेर भन्यो अनि दुइटा कफी ल्याउँ अनि बबालकै सिन त हुन्छ नि पवित्रले हेर्ने रहेछ अब यताबाट हामी चाहिँ यहाँबाट कता चढ्ने छ अरे यता बाटो कन्फ्युजिङ भएको गाइजहरू है तपाईँहरू नि यता आउनु सक्नुहुनेछ यस्तै दामी अब हुन्छ नि पछि चाहिँ अब हुन्छ नि मम ड्याडीहरूलाई लिएर आयो भने ठाउँ दामी आनन्द पिसफुल हुन्छ भिडभाड छैन गाई गुई केही छैन त्यस्तो आनन्द सुस्त आनन्द गाउँघरतिर जस्तो हुन्छ नि आनन्द रमाइलो ठाउँ के एकदम स्ट्रिम ट्रिम चाहिँ यहाँसम्म आउने चाहिँ त्यो इन्जिनियरसम्म रहेछ है साथी अहिलेसम्म पट्टी छ चाहिँ यही पट्टि साइड हिँड्दै आएको के भयो साथी सरी गाइजहरू थोरै मैले चाहिँ मिस्टेक गरेको छु मैले चाहिँ त्यो स्टिम ट्रेनको चाहिँ उतासम्म रहेछ होइन पुलबाट यता चाहिँ उतो रहेछ के रहेछ त्यो
के अरे ट्र्याम वे भने त्यो घोडाले तान्नेवाला हुँदो रहेछ क्या त्योवाला रहेछ त्यही हो अब त्यहाँ कति थियो एडल्ट्सको $30 चिल्ड्रेन्सको $20 मेबी त्यस्तै थियो मेरो मोबाइलमा चाहिँ चार्ज सकिरहेको छ गाइज अब हेरौँ के हुन्छ कफी यहाँ चाहिँ पेङ्गुइनको लागिरहेछ है साथी के अरे गाइजहरू साथीहरू मेरो सबैजना हेर्दै हुनु पेङ्गुइनलाई लाइट नदेखाउनु रे धेरै हल्ला नगर्नु रे कुकुरहरूको रिक्वेस्ट साथी मलाई छोडेर नजाऊ न गाइजहरू भ्यू चाहिँ यस्तो दामी छ जसमा यस्तै छ मिलाएर लगाएको छैन होइन जति माथि माथि गयो त्यति दामी दामी पेङ्गुइन पनि छ भने के अरे यहाँनिर माथि पेङ्गुइन चाहिँ देखिन्छ अब लकको खेल हो लक छ कि छैन थाहा भएन तर यार यस्तो ढुङ्गामा कस्तो दामी बनाएको यो पुलले पनि होला क्या दामी देखाएको छ है बनाउनु चाहिँ खतरा बनाएको हो क्या त्यहाँनिर अर्को आइल्यान्ड छ त्यही हो त्यो मलाई चार्ज सकिसक्यो लगभग म भिडियो धेरै बनाउँदिनँ होला लगभग सबैजना गइसक्यो नि अहिले बाँकी भएको भने हामी 2 जना मात्रै हो कोही पनि छैन बवाल हेलो गाइज हामी चाहिँ ठाउँहरू घुम्यौँ ल पुल तरौँ बिस्तारै अनि एउटा कफी लिएर हामी त्यो ट्र्याम्प वे त्यो घोडाले तान्ने हेर्दै माथि त्यो ग्रेनेटवाला रकमा चढ्यौँ माथि यो चाहिँ आइल्यान्ड हो पुरै हामी चाहिँ बिस्तारै माथि चढ्दैछौँ र भ्युजहरू हेर्नुहोस् गाइजहरू तपाईँहरू है Blue moon, kind of mysterious, shaded with someone I'm not really into. Do you need to fix it? Talking bullshit. लगभग पेङ्गुइनको खोजीमा हामी चाहिँ पेङ्गुइन चाहिँ हामीले भेटेन खोइ कता गयो जस्तो छ होइन यस्तै हो यो चाहिँ भोल्क्यानो रकहरूले बनेको हो सबै यो भोल्क्यानिक रकहरू यता त्यो जता हेऱ्यो त्यो त समुद्र नै समुद्र रहेछ हामी चाहिँ लगभग 100-200 मिटर जति माथि छौँ होला यहाँनिर अनि पुरै जता हेऱ्यो त्यतै पुरै ओसनै ओसन सी नै सी समुद्र हो त गाइजहरू है अहिले त उता पुगिन्छ होला अब लगभग साँझ पर्ला घर जान नि 1 घन्टा जति लाग्छ अब यो भिडियो मैले हावा तालमा आज बनाउने मुड थिएन बिर्सिसकेको मैले भ्लग गर्ने तर अब भ्लग फेरि कन्टिन्यू गर्छु अनि त्यसपछि ल्याएर अर्को कुरा भनेको चाहिँ आजको चाहिँ त्यस्तै हुन्छ अब हेरिदिनु होला त्यो पनि फेरि ब्याक हान्नु पऱ्यो अनि यो चाहिँ तपाईँहरू ब्लू देख्नु भएको छ नि यो चाहिँ त्यो हो क्या प्लान्ट रोप्या हो क्या यहाँनिर रुखको हुनसक्छ जेको भए पनि प्लान्टहरू हो अनि दिस प्लेस इज बवा खतरा यहाँबाट नि व्हेलहरू देख्न सकिने यहाँबाट चाहिँ लगभग 360 त नभनौँ जस्ट 300 चाहिँ देखिन्छ किनभने यता साइडमा यो हल्का डाँडा छ हामी चाहिँ त्यो रोक्नु नै देखाउँछौँ यो पुल हुँदै यताबाट यो ट्र्याकहरू देखाएको छ नि पानी थोपा हो त्यहाँबाट हुँदै यहाँनिर आएको हो अनि यहाँनिर चाहिँ व्हेलहरू देखिन्छ कि यहाँ म्यापिङ छ अनि त्यसपछि यहाँनिर यो सिल भन्छ कि सिल्स भन्छ मलाई प्रनाउन्स गर्न आएन व्हेलहरू पनि टन्नै खालको रहेछ यहाँनिर डल्फिन पनि देखिँदो रहेछ अनि भ्यू चाहिँ बवाल अब चाहिँ लगभग हामी टपमा आइसक्यौँ यहाँबाट फर्किन्छौँ होला फेरि आउँछु म राम्रोसँग बनाउँछु भ्लग अहिलेको लागि चाहिँ आइएम सो सरी गाइजहरू लुक एट द भ्यू 04 चाहिँ यहाँ फाल्नु हामी कफी आएको डब्बा चाहिँ यहाँ हालेछौँ पार्नु हुँदैन किनभने यस्तो राम्रो ठाउँलाई त्यस्तो नराम्रो बनाउनु हुँदैन If you guys watching my video, don't throw rubbish over here and there, okay? This will make our place neat and tidy. Look at this beautiful view. हेर्नुहोस् गाइजहरू यस्तो राम्रो भ्यू तपाईँहरूले कसरी फोहोर पार्न सक्नुहुन्छ गाइजहरू हामी चाहिँ घर फर्किँदैछौँ भ्युज हेर्नु यस्तो सेक्सी बवाल अब ब्युटिफुल एलिगेन्ट के भन्नुहुन्छ हामी 2 जना यहाँ छौँ अब रमाइलो भनेको त्यस्तै हो टाइम मिलेको बेलामा बिहान म राति 3 बजे उठेर एउटा क्याम्प आएर फेरि अर्को काममा नि गएर फेरि कामबाट आएर कलेज गएर आएर घुम्न आएको अब लाइफ भनेको यहाँ यस्तै छ बिजी टाइम बितेको थाहा हुँदैन होइन थाहा हुँदैन अनि त्यही हो काम गऱ्यो पैसा कमायो पढ्यो अब त्यही करियर बनायो आफ्नो नि नयाँ ठाउँ एक्सप्लोर गरेँ यस्तै छ
अब मान्छेहरू चाहिँ फोटो हेरेर रमाइलो आयौँ भन्ने हुन्छ तर यो रमाइलो आउन पनि बिहान 3 बजे उठेर काम गरेर अब काम गऱ्यो भने फेरि अब रुम रेन्ट दिनु पऱ्यो खानु पऱ्यो अब काम गऱ्यो भने अब 1 हप्ता काम गऱ्यो भने भुक्न लाग्छ एउटा ठाउँ त्यस्तो खत्तम हो तर पछि राम्रै होला साथी होइन के भन्नु त्यही नै गाइज अब चाहिँ हामी घरतिर लाग्छौँ मेरो घरमा चास सकिसकेको छ त्यही नै हो आजको खत्ता रमाइलो भयो अझै हामी एक साइडहरू चाहिँ छोडिदिउँ